यो चाहिँ मेरो मिनी ब्लगको ट्याक्कै हालोडेमा छिरे अनि त्यसपछि फेरि ठ्याक्क लगाएर फलफुल हेरेँ, फलफुल सकिन्न है सकिन्न भनेर फेरि बाहिर आएँ, राम्ररी समातेँ। समातेर पैसा यति तिर्न छ भनेर रेडी भयो। अनि त्यसपछि फेरि पैसा तिरेँ, 138 रुपियाँ रहेछ, झ्याप लाएर तिरेँ। अनि त्यसपछि लुत्त अनि बिल आयो। अनि त्यसपछि छुट्ट समातेँ। अनि फेरि ट्याक्क ढोका पनि खोल्यो, अगाडि हेर्छु भन्दा यत्रो पैसा यत्रो जाने रहेछ। अनि ट्याक्क पारेँ। अनि स्टेसनभित्र छिरेँ। अनि त्यसपछि अझै रहेछ टाइम भने एकैछिन बसेँ, आएँ घुमेँ। ट्रेन पनि ठ्याक्क घुम्दै आयो। अनि त्यसपछि ठ्याक्क ट्रेनभित्र पसेँ। त्यसपछि ट्रेनभित्र पसेपछि एकैछिन जाडो थियो, अलिअलि हुडी लगाइयो, यताउता गरेर। अनि त्यसपछि ठ्याक्क ट्रेन पनि झर्ने बेला अर्को आयो। अनि अर्को ट्रेन फेरि चढ्नु पर्छ नि। अनि फेरि ट्याक्क बटन पारेर फेरि भित्र गएर ट्याक्क लाएर बसेर आधी घन्टा छ, एकैछिन मोबाइल चलाऊँ, गेम खेलौँ भनेर फेरि गेम बसेँ। अनि फेरि ट्याक्क फेरि स्टेसनबाट झरेँ। ट्याक्क स्टेसनबाट टिकट ट्याक्क पारेँ। अनि केटाहरू डनहरू यहाँ झ्याप्प लाएर भेट्थेँ, सँगै काम गर्ने हो नि त। अनि त्यसपछि ट्याक्क लाएर सबै एकचोटि गयो हाम्रो कम्पनी जाने। कम्पनीभित्र ट्याक्क आइडी कार्ड पारेँ। अनि लिफ्टमा गयो। अनि साथीले खुट्टा ढोगिदिन्छन्, भयो छाडा भने यो फेरि फ्रीको माल हो, जति खान्छ खा भनेर राखिदिएको कम्पनी। अनि ट्याक्क चिया निकालेँ। अनि आयो, त्यसपछि सर्र घुमेर आयो। अनि चिया सुरुप्प पार्यो। त्यसपछि यो दाइले 17 किन्न आएको, यसो कस्तो रहेछ 17 भनेर यसो मुख मात्र हेरेर हो। त्यसपछि अब रामेन सामेन खाने बेला आयो हाम्रो, अब ब्रेक टाइम। अहिले जुस रामेन सामेन खाइयो। अनि त्यसपछि 10 घन्टाको काम भ्याएर यसरी बाहिरको हावा खाँदै अब यहाँ यसो घर फर्किने कार्यक्रम भयो।